So good morning guys. Day 2 of Pokhara. अब चाहिँ हामी कहाँतर्फ लाग्ने अब मुस्ताङतर्फ जाने अब कहीँ मुस्ताङ सिधै पावर ब्याङ्क भएको न मैले भनेको कुरा पहिला अब बेनीतर्फ लाग्न लागेको अहिले चाहिँ 6 बजिसकेको छ हामी होटलबाट निस्किँदैछौँ होइन अब चाहिँ हामी बेनीतर्फ लाग्नेछौँ हाइवे म तपाईँहरूलाई देखाउँछु थोरै बाल्कनीको पनि कस्तो हुन्छ यहाँ पोखरा हाउ इट इज लुक क्यान सी इट यु क्यान पोखराको यो चाहिँ बिहान बिहानको भ्यू है गाइज बिहान बिहानको यहाँ छु यसरी हिजोकै गेटअपमा फेरि फोर लाग्नु सक्छ यो राम्रो छ सो गाइज वी जस्ट स्टे इन दिस होटल होइन हामीले चाहिँ होटलमा बसेको ठिकठाक बजेट छ जस ठिकठाक बजेटमा चाहिँ नराम्रो नै भन्दा हुन्छ है गाइज अब नराम्रो त के भने फेसिलिटिज त्यस्तो देखेर चाहिँ नराम्रो नि अलिकति नराम्रो नै छ सो इफ यु वान अब कस्तो धेरै नै कम पैसाको चाहिन्छ भने चाहिँ आउन सक्नुहुन्छ हामी किन गर्ने भनेर होइन गाइज गरिब पनि छ अन्त सो हामी चाहिँ अब निस्किन लागेको होइन वी स्टे आउट फ्रम दिस होटल सो अब हाम्रो चाहिँ डेस्टिनेसन रहेको छ हाम्रो चाहिँ अब बेनी या सिधै मुस्ताङतर्फ हेरौँ कति समयमा पुग्छ म भ्लग राखिराख्छु स्टार्ट दिस भ्लग ओके गाइज सो हामी चाहिँ निस्किसकेको छौँ होटलबाट होइन अहिले चाहिँ हामी पोखराको स्ट्रिटमा छौँ सो यु क्यान मर्निङ भ्यू अफ पोखरा स्ट्रिट रोड So we went to inside this is Phewa Lake. You can see this Phewa Lake view. यहाँ चाहिँ हामी माथि नै जाऊँ न छ माथि बस्नु जस्तो मेरो टाउकोबाट लानु भएन लगा त हेर त एकचोटि बस गरेर प्रमोसन
मेरो चाहिँ सबै इनर्जी चाहिँ अब फिल्टर भइसकेको छ रेडको खानुपर्छ रिवाइन्ड मको रहेछ साडेको भिडियो रिवाइन्ड मको ला रिवाइन्ड मको रिवाइन्ड मको मध्ये घटी तपाईँहरू त त्यो के मलाई त होइन तपाईँहरू त्यो के त्यो त्यो के भन्छ त्यो सलमान खानको फिल्म छ नि टाइगर जिन्दाई टाइगर जिन्दाई मस्तै भइरहेको हने पुलिस त हवलदार जाउँ न माथि गएर फोटो हवलदार सलाम देवा मलाई एउटा एउटा सिनेमेटिक सिन एउटा खिच्नु ल अब यो बन्द भने त सिनेमेटिक सिनेमा अब यस्तो गर्ने आमालाई फोटो गरेर यहाँ त सबै सिनेमेटिक सिन सँगै फेर्दा हो न यो कस्तो छ अझै छोड्ने मैले हुँगाइ नभ्यो गरे हुँगाइ ज्याद पनि भनेको खै पक्र पर्छ सिनेमेटिक सिन लिन्छ यसलाई अफ गरेर सो हामी चाहिँ अब सारङकोटबाट निस्किसकेको छौँ होइन अहिले चाहिँ अब बागलुङ भेनीतर्फ लाग्दैछ अहिले सो त्यहाँबाट चाहिँ यहाँको स्टार्टको जर्नी स्टार्ट हुन्छ Like a map with no borders, a whisper caught in the wind. I see her boots at the corner cafe with a notebook and a grin. She's chasing skies I've never named while I stay in my lane. But something in the way she moves keeps pulling at my chain. Oh, traveler, you carry the sun in your stride, leaving behind what I hold inside. त्यो मामा जानु लाग्यो एकछिन चाहिँ यता रुकेको हाम्रो अवस्था अहिले चाहिँ हामी बागलुङको तल छौँ अहिले चाहिँ काँडे भन्ने जिल्लामा पुग्यौँ दाजु अनि देख्यो क्लाइमेट चाहिँ चेन्ज हुँदै गइरहेछ चिसो चाहिँ माइनस पुगिसकेको छ अहिले चाहिँ चिसो सो यस्तो लुगाको आउने यही हो यस यु क्यान इमेजिन कस्तो चिसो भइरहेछ भनेर होइन दाइ क्लाइमेट 10 डिग्री सेल्सियस कति रहेछ अनि आज योभन्दा चिसो भयो भने चाहिँ हिउँ पनि पर्न सक्छ होइन सो यु क्यान सी दिस ब्युटिफुल भ्यू होइन अहिले यहाँ हामी सगट है अनि म अरू ड्राइभर चाहिँ अगाडि पुगिसक्यो अब आजको हामी सायद आज बेनीबाट मार्फा पुग्छ होला आज रातभरिमा सो हेर्न सक्नुहुन्छ यो बाटो हामीले चाहिँ कमसेकम 240 किलोमिटर जति चाहिँ ट्राभल गरिसकेको छौँ सो यु क्यान दिस होइन अहिले चाहिँ यो यता यतिर यता चाहिँ गाइस बिचटी चाहिँ धान रोपिने गर्दो रहेछ कि यो पोखरा यता साइडमा मैले देखाएको कोरो फापरहरू यहाँ देउरालीमा बता चल्यो बता चल्यो बता चल्यो बता चल्यो देउरालीमा बता चल्यो देउरालीमा बता चल्यो बता चल्यो बता चल्यो बता चल्यो देउरालीमा बता चल्यो यहाँको चिनेर लिएर जाऊँ
यता गाह्रो भएको अवस्था रहेको छ अनि हाम्रो बाइक बिग्रेको अवस्था छ अहिले त यार खुट्टामा ज्याङ्गै लाग्यो नि सो गाइस लडेको अवस्था अहिले चाहिँ हामी बागलुङबाट 30 किलोमिटर अब नजिक अब बागलुङ चाहिँ 30 किलोमिटर अगाडि छ सो हामी चाहिँ पर्वत जिल्लामा पुगेको छ पोखराबाट अब पर्वत जिल्लामा पुग्यो हामी यो कास्की प्रदेशमै हो क्या अरे कास्की प्रदेशमै पर्छ यो कास्की थोरै मात्र गरी सबै गाइस हामी चाहिँ यो बागलुङ र यो मुस्ताङ जाने बाटोनिर पुगिसकेको छौँ अहिले चाहिँ यहाँनिर चाहिँ कन्स्ट्रक्सन यता चाहिँ बाटो बन्द भएर चाहिँ हामी चाहिँ यताबाट जानु मिलेन सो अब अलिकति अझै भयो सो गाइस हेर्दै गर्नु होला अब अलिकति किलोमिटर भयो भने अब यहाँसम्म आइपुग्यो र यहाँबाट भयो अब बाटो बनिसकेपछि त तपाईँहरू यहाँबाट आउने गरी चाहिँ भनिसके मुस्ताङ सो तपाईँहरू चाहिँ अब पिच बन्दैछ अरे सो राम्रो हुनेछ बाटो होइन त्यही भएर चाहिँ अब तपाईँहरू आउने बेला भयो चाहिँ अब त्यही बाटोबाट आउनुलाई बागलुङको चाहिँ सबभन्दा ठुलो पुल आइसकेको छ झुलुमिङ पुल यु क्यान सी यो चाहिँ झुलुमिङ पुल हो बागलुङकै सबभन्दा ठुलो झुलुमिङ अनि लामोमा पनि यो झुलुमिङ पुल आउँछ है गाइस यो राति चाहिँ बत्ती बल्छ यसमा टिकटकतिर पनि हेर्नु भएको छ होला यो चाहिँ लास्टै लामो छ धेरै नै हो यस्तो ठाउँतिर चाहिँ बन्नु पऱ्यो के गाइस पुल नचाहिँ नै आमा चाहिँ भन्नु पऱ्यो गाइस हेर्न सक्नुहुन्छ बागलुङको यहाँ तल चाहिँ नडी चाहिँ